कति चिसो हो त्यो खोला त्यो पहाड यो रुख हेर्दा हेरौँ लाग्छ जति बसे पनि मन कहिले नगाउने यहीँ घरजम गरौँ जस्तो लाग्छ वाह क्या बात वाह मेरो त तिमी फुल्यौ कतै म फुले यसरी लाउने है यस्तो गर्ने यसरी हिँड्ने धानको यो धान रोप्नु सक्यो धेरै सर यहाँ टक्क यसो बस काम गर्यो नि त छाताको पानी कस्तो मजाले छ कि यसरी हिँड्नु हुन्छ कि बिरामी हो बिरामी नै रोप्यो ए ताक्ने हो नि यसरी ₹10 यो तिम्रो 3 गिलास बढा काम लागिन कुदिबाट जाउँ हिँड्नु हिँड्नु अगाडि सरासर हिँड्नुहोस् यिनीहरू सब भ्यालु एडेड हुने मन्दिरको सबभन्दा टपमा छु हामी यतिखेर नमस्ते यतिखेर हामी चाहिँ रुकुम पश्चिमको एकदम पर्यटकीय धार्मिक स्थल डिक्रेसाई कुमारी देवी माताको मन्दिरमा जाँदैछौँ अब हामी यो भड्याङ भएको सिडी चढ्नेवाला छौँ यहाँ तपाईँ देख्न सक्नुहुनेछ यहाँ यस्तो भड्याङले गर्दा बाटो चाहिँ बगल बनाएको छ यहाँ तल रोड पनि थियो के अरे त्यो रोडमा सर्टकट बाटो हुन्छ नि त पैदल यात्री गरेको लागि आज डिक्रेसाई माताको मन्दिरको दर्शन तपाईँलाई पनि गराउनेवाला छु म एकछिनपछि माथि जङ्गलबाट कोर रुकुम डिस्ट्रिक्टको हेडक्वार्टर देखाउँछु साथीहरू आउनुहोस् त्यो खोला हो ओडार टाइपको छ हेर्दाखेरि एउटा मान्छेले गिट्टी कुटेर खनेर यो गिट्टी निकाल्दै बनाएको हजुर याद दिलाएँ है बचपनमा स्कुलबाट आउँदाखेरि बाटोमा गाई गोठालो चराउन जाँदाखेरि यहाँ आफ्नो मायालुको र आफ्नो नाम कतिले लेख्नु भएको छ याद छ यो सिरोको बोटमा म त्यसलाई हात्तीबार भन्छु कि हात्ती कस्तो ठुलो चाक्लो भएकोले यसमा म पनि आफ्नो नाम चाहिँ लेखेर जान्छु साथीहरू है ल यस्तोमा चाहिँ धेरैजनाले N+T लेखेर जान्थ्यो कि आफ्नो नाम प्लस मायालुको नाम याद आयो होला नि केटाकेटीहरूलाई साथीहरू तलबाट साह्रै उकालो चढ्यो हेर्नुहोस् पसिना तल एउटा घरमा चाहिँ पानी मागेर चाहिँ खायौँ अब यो कञ्चन कल बग्ने खोला भेट्यौँ अब यो खोला चाहिँ कुनै पोल्युटेड खोला होइन है अब अलिकति यहाँ मुख धुन्छु म है कति चिसो हो यस्तरी नेचुरली मुख धुन मजा आउँछ क्या अब थोरै जङ्गल लाग्छ घनघोर यो जङ्गलमा भालु पाइन्छ साथीहरू है हामी भालु देख्यो भने भालु पनि देखाउँला यो मकै खान आउँछ क्या बेला बेलामा यहाँ कल बगेको धाराको पानीलाई देख्न सकिएन अब चाहिँ यो पानी चाहिँ खानै पर्ने देखियो तल एयरपोर्ट देखिरहेको छ साथीहरू हामी आज यो बाटो पैदल यात्रा हुँदै डिक्रेको मन्दिर हेर्न जाँदैछौँ उहाँ यहाँको स्थानीय बासिन्दा हजुर उहाँ अहिलेलाई गाइड पनि हुनुहुन्छ गाइड हाम्रो उहाँसँग हतियार पनि छ यहाँ भालु आउँछ भनेर पछाडि भेट्नु भएको छ यो हेर्नु साथीहरू यस्तो घनघोर जङ्गल छ यता यो घनघोर जङ्गलमा हामी दुईजना मात्र छौँ यो बाटो बर्खाले गर्दा बिग्रेको छ भन्नु अहिले हल्का जङ्गलको यस्तो शीतल हावाले मनै लोभ्यो साथीहरू एकछिन उभिनै पर्ने भयो क्या खानेकुरा केही लिएर आएको के गर्छ त्यो रुसियाको वन म डिग्रेसम्म पुग्छु भाउजू हजुर यो वनमा
के पाइन्छ वनमा? यो वनमा काफल पाउँछ, लालीगुराँस पाउँछ, कटुस पाउँछ, अनि डिमुर पाउँछ। डिमुर चाहिँ भालुको फेभरेट फ्रुट हो होइन। च्याउ पनि पाइन्छ है? च्याउ पनि पाइन्छ अहिले सिजनमा। अहिले च्याउ खोज्न तमाम भेटिन्छन् माथि। त्यही छ। यो लेकतिरको वनहरू यस्तो साथीहरू, यो रुखको फेदमा अर्को चाहिँ बुटाम्रिया हुन्छ कि, जस्तै यो झार हेर्नुहोस् न, यो बुटाम्रिया नि त फेदमा सानो सानो बुटाहरू। हामी अहिले पारीको घनघोर जङ्गलको बिचबाट आएको हो। यस्तो घुमेर यो सडक यता मिल्छ, तर बाटो चाहिँ अलिकति खुल्ला छ है, सडक काटेको रहेछ। अब यो सानो टाउको क्रस गरिसके पछाडि आइहाल्यो। अब यो चाहिँ लालीगुराँसको रुख है, अहिले फुले होइन, यो फागुनतिर फुल्छ। साह्रै थकाइ लाग्यो जस्तो छ सरलाई। गाह्रो भयो, नुनको कमी भयो शरीरमा। नुनको कमी, प्रेसर लो, जीवन जल खानुपर्ने अवस्था। यस्तोमा पानी बोकेर आउनुपर्छ कि साथमा। पानी नजिकै छ यता। फेरि हामी चाहिँ यतिखेर चाहिँ घनघोर जङ्गलमा दिउँसो यस्तो गर्मीमा ठ्याक्कै 12:30-1 बजेको कुरा हो। यस्तो उकालो चढ्दैछु। रोड छोड्ने अब यो गोरेटो बाटो भनेको यो कि, खासमा पुरानो बाटो यही हो। पछि तल रोड काटे पनि पुरानो बाटाहरू छोटा हुन्छन्। ऊ त्यो पल्तिर उरा लाग्छ। यहाँ जुका पनि लाग्छ कि साथीहरू। तपाईँ दायाँ बायाँ जानुभयो अलिकति यस्तो झारीहरूमा जुका हुन्छ प्रायः। लेकतिर त तपाईँहरू हिँड्नै भएको होला। अब लेकतिर हिँड्नु भएको छैन भने यस्तै हो, चिसो हुन्छ, झारी बुट्याङ हुन्छ, पानी परेको हुन्छ। बर्खाको टाइममा फेरि ठुल्ठुला शक्तिपीठहरूमा मेला लाग्छ क्या। बडी मालिका, खप्तड, अनि सैलुङ भयो, यी विभिन्न ठाउँहरूमा यस्तो यो साउन भदौतिर मेला लाग्छ। आउनुहोस्। त्यो माथि कुहिरो हेर्नुहोस्, कुहिरो लागिरहेछ। फेरि यहाँ चाहिँ के छ राम्रो भने क्या, यहाँको ठाउँको यहाँ चाहिँ पानी पर्छ क्या साथीहरू। पछि दिनमा 3-4 बजीतिर कन्फर्म पानी पर्छ, धेरै पानी पर्छ यहाँ चाहिँ त जहिले पनि। अहिले हामी यो डाँडाको टपमा पुग्यौँ। अब ओह्रालो लाग्छ है। ल यही भएको सबभन्दा अग्लो। अब यसपछि माथि सडक आयो हेर्नुहोस्। यो सबभन्दा अग्लो, त्यस उता ओह्रालो, हामी उकालो चढिसक्यौँ। यहाँनिर चाहिँ यस्तो छ सबै ठाउँमा। यहाँ चाहिँ गुराउँसको बोटाहरू रहेछ बढी जस्तो है। यता हो साथीहरूले बाटो छेउछाउमा यस्तो कोरेको देख्नुहुन्छ होइन। यो चाहिँ घर लिप्नलाई होइन, यहाँदेखि रातो माटो लिन्छन् क्या, घर पोत्ने लिप्ने। अनि सेतो माटो किमडो भन्ने हुन्छ, त्यो पनि सेतो माटो पाइने ठाउँ एउटा हुन्छ। यसरी नै गाउँघरमा माटो लगेर घर लिपपोत गरिन्छ। अब सहर बजारमा घरमा चुना लगाउँछ, कलर पेन्टिङ गर्छ भने गाउँमा चाहिँ नेचुरल्ली माटो यस्तै ठाउँबाट माटो निकालेर लिने हो है। अब अगाडिपट्टि आयो, पाल्लो आयो। अब अझ हामीले पल्लो डाँडासँग जानुपर्ने यार। ल यो टपमा पुगिसके पछाडि यहाँ थोरै बस्तीहरू देखियो। अब हामीले जानुपर्ने गन्तव्य यहाँनिर हो। यहाँ वरिपरिको दृश्य हेर्नुहोस्, कस्तो सुन्दर ठाउँ। यहाँ त चिसो हावा चल्दो रहेछ सर। यहाँ चाहिँ तल भेरी नदी, भेरी नदी है तल। यहाँ त्यो पारीको त्रिवेणी गाउँपालिका खारा। तर यहाँनिर बसेर एउटा कविता लेख्न चाहिँ मन लाग्यो यार। कविता चाहिँ फुर्छ होला क्या यहाँ दिमागमा। त्यो खोला, त्यो पहाड, यो रुख हेर्दा हेरौँ लाग्छ। जति बसे पनि मन कहिले नगाउने, यहीँ घरजम गरौँ जस्तो लाग्छ। वाह क्या बात, वाह। तपाईँको दिमागमा के कविता फुर्यो कि? मेरो त तिमी फुल्यौ कतै म फुले यतै हो। अब तिमी फुल्यौ कतै म फुले यतै,
अब हामीले जानु पर्ने हो यतै यतै। तल हेर्नुहोस् है। यहाँ त यस्तो छ साथीहरू, यस्तोसम्म उभिएको ठाउँ ढिक्छु ढिक्छु छ कि। यहाँ काफल पनि पाइन्छ है, यो काफलको हो? यो होइन काफलको, यो त मेरो यहाँ बाँसको बोट हो। ए बाँझ काफल अनि माथि अहिले काफलको बोट बाटोमा हिँड्नु। बाटो चाहिँ यस्तै छ, ढलान बाटो के हिँड्नलाई। हामी रोड छाडेर ढलानमा आइसकेका छौँ। के को पहिला आयो? बाख्राको कि बन्देलको? बाघको। फेरि घनघोर बाघ पनि हुन्छ क्या तपाईँपट्टि। पहिला हेर्दा त्यस्तो लाग्यो है। सर्टकट बाटोबाट हामी बेलामा हामी रोड क्रस गरिहाल्छ कि फेरि रोडमा नयाँ ठाउँमा घुमिहाल्नुपर्छ साथीहरू आएको बेला। हेर यो डिक्रे साइको मेलैमा भन्ने एउटा गीत पनि छ कि, तपाईँले युट्युबमा सर्च गर्नु होला। यताबाट हामी यताको बाटो जाने हो क्या। हाम्रो टावरहरू यो टावर बनाउनु जाने होइन? के ए हामी योबाट लाग्छौँ। अब उयो डाँडाको उपलतिर चाहिँ नि रुकुम पूर्व जिल्ला पर्छ है। यो जङ्गलको बिचमा यस्तो कति 3टा घर रहेछ साथीहरू है। मकै लाउनु भएर छ उहाँले। अनि वरिपरि खोला सुसाइरहेको छ वरिपरि पर्फेक्ट तरिकाले। तपाईँ कोही मान्छे यो घरमा बस्न सक्नुहुन्छ त? सहर बजारमा बस्ने मान्छेहरू जिन्दगी काट्न सक्नुहुन्छ त? हेर्दा यता पनि वन यता पनि वन। के गर्दै हो बा? के गर्दै हो? यसलाई के भन्छ? यसलाई यो कसरी उपयोग गर्ने? एकछिन है, मलाई खिच्नु न सर। म एकछिनलाई लगाएर हेर्छु। ल है पछाडि म त्यहाँ आउँछु कि। हो पानी छेक्ने हो कि सर? यो चाहिँ यसलाई सेखु भन्छ है। पुरानो छाता के गाउँघरमा पुरानो छाता हो। यसलाई चाहिँ यसरी लाउने हो है। यस्तो गर्ने अनि यस्तो हिँड्ने हो न? हो त्यस्तो भन्दा निहुरेर धान रोप्ने प्र्याक्टिस गर्नुहोस् त। निहुरेर धान रोप्ने। यो धानको यो धान भयो मान्नु होइन। अनि धान रोप्दाखेरि यसलाई यस्तो रोप्ने कि यसो बसेर पनि रोप्नु सकिँदो हेरेछ यहाँ टक्क यसो काम गऱ्यो नि त। छाताको पानी कस्तो मजाले छेक्यो हेर्नुहोस् त। यो चाहिँ बाँसको चोया अथवा निगालाको चोया है। निगालाको चोयाले बनाउने। अनि भित्र चाहिँ पाल हाल्यो, के अरे त्यो प्लास्टिक हाल्नु भएको छ। प्लास्टिकले पानी भित्र आउनु दिँदैन कि। हेर्नुहोस् यसको बनावट। यस ल भयो गुड। अनि यसलाई राख्दाखेरि चाहिँ यसरी झिकेर सबको फोल्डिङ गरेर अनि यसलाई चाहिँ यसरी यसो गरेर हिँड्ने क्या। सुइसी पारेर यसरी हिँड्ने पनि हुन्छ कि। यसरी हिँड्ने पनि हुन्छ साथीहरू होइन। अनि घरमा अनि टक्क यसरी भित्तामा धुन्ने दिँदैन अनि पानी परेर सक्छ। यो एकदम ह्यान्डमेड छाता हो कि गाउँघरमा। ल बन्द है, बन्द। हजुरले पानी पराउने यही प्रयोग गर्नुहुन्छ है? यो कति वर्ष टिकाउ हुन्छ यो? के भन्छ यसलाई? स्याकु स्याकु सर स्याकु। हजुरकोतिर हुँदैन? ए गाईबस्तु चराउन आउनुभएको कि? बाख्रा ए ऊ चाहिँ चढ्दैछ। अनि ऊ लाग्दैन केही जङ्गल जनावर? भालदुला भने चाहिँ भोगबादको घरदेखि अलिक माथिको भाग्ला भन्छ नि भालदुला। ल अब हामी के है हस्। पहिला सालको पात अनि त्यो मालुको पात त्यो राखेर बनाइन्छ। छाप्रे टोपी पनि बनाइन्छ नि फेरि। छाप्रे टोपी पनि बनाइन्छ नि। नयाँ चिज देखियो साथीहरू। पानीको मुहान। ए यो खलङ्गाली पानी होइन।
बिरामी हुनुहुन्छ हजुर बिरामी हो बिरामी नै रोकियो ए त्यसो भए त भयो ए अहिले उतिहाल्छ आउँदा आउँछ अनि यसो घुम्दै गर्दैछु मैले कहाँ आउँछ र घर कहाँ घिमा नै नजिक आउनु त खानपिन भइसकेको छ भोलि बिगाएर त भगवान्ले पनि मार्दैन यो चाहिँ यस्तो फलफुलको पसलहरू पनि रहेछ फुलहरूलाई यो चाहिँ गेट ल यो फुट स्टेपहरू हेर मन्दिरको गेटभित्र छिरिसक्यो हामी स्टल लाग्छ कि बस्नु मिलाएर ए यहाँ मेला लाग्छ न तर यहाँ पानी चाहिँ साथीहरू हेर्नुहोस् पानीको चाहिँ कमी छैन के त आइस्यु आइसु हो बाबु गुलीले केले हान्छौ खोइ हानु त कसरी हान्छौ खोइ देखाउ त उही हो यता हेर ल भन त के गर्ने पहिला पहिला के गर्ने ढुङ्गा हाल्ने यसमा अनि अरू अनि ताक्ने अनि यसरी है फर्काउने दबाई यतापट्टिबाट अनि यस्तो समात्ने अनि अनि यस्तो गर्नु यस्तो नाम के तिम्रो विधान विधान संविधान त होइन कुन स्कुल थर्पुको स्कुल हो के भन्ने हौ पुलिस पुलिस भन्ने बास बास पुलिस भन्ने यस्तो सलोड हान्ने है भोलि जागिर खाने है गुड बोय त्यही भएर अहिले निशाना लगाइरहेको कि हाम्रो एक त हुनार कर्णधार देशको है भोलि देशको सेवा गर्ने पुलिस बनेर बास अनि तिमीले गोली कहाँ राखेको छौ यसको यहाँ कहाँ राखेको छौ है अनि त्यसपछि यता तन्काउने है यस्तो हान्ने है चरालाई मार्नुहुन्न है निशाना मात्र लाउने हो ढुङ्गामा तिमीले मलाई चाहिँ निशाना लगाउन सिकायौ होइन तिमी कक्षा 3मा पढ्दैछौ पुलिस बन्ने भन्यौ होइन खुसी लाग्यो ल यो राख्दिनु है कति हो यो कति हो यो एक कति रुपियाँ यो 1 रुपियाँ 10 रुपियाँ यो तिम्रो 3 ग्लास पढाए काम लागेन यस्तो गरेर 3 भन्छौ तिमी 1 भन्छौ हुन त 1 नोट भन्यो होला है के खान्छौ यसको दालमुट ल हराउला नि फेरि है राम्रोसँग राख है को प्रवेशमा के लेखेछ भने चाहिँ कुखुरा पालन गर्न नहुने मासु अन्डा प्रयोग गर्न पाइने भनेछ है यो अलि छेउले छेकिसक्यो यार सफा गर्नुपर्छ नि यतापट्टि यस्तो भए पनि त देखिन्छ नि यार श्री डिक्रे साई कुमारी बचत तथा ऋण सहकारी संस्था पश्चिमको गेट बनाएको रहेछ यहाँ माथि यस्तो खुल्ला मैदान रहेछ अनि यता चाहिँ मन्दिर छ है माथि यताबाट यस्तो रहेछ तल रासेपा हुँदैन होइन यो नर्सिङ दलले गिफ्ट हालेको यो सेनाले होइन साथीहरू यहाँ नाग बनाएको ठ्याक्क माथि नाग छ है यता उताउको यो चाहिँ खप्तड बाबाको मन्दिर रहेछ स्थापना गरेको खप्तड बाबाको मन्दिर हेर्नु साथीहरू यहाँ मूर्ति पनि ठ्याक्कै छ ओरिजिनल यार यहाँ मन्दिर चाहिँ यस्तो छ मूर्ति पनि मन्दिर पनि हेऱ्यौँ अब हामी मेन मन्दिरतिर अगाडि बढ्छ है मेन मन्दिर भनेको यो डिक्रे साई कुमारी देवीको मन्दिर यहाँ क्या बलि दिने क्या यहाँ बाख्रा चौर न बुका बुकाहरू बुका काट्ने ठाउँमा हो ए यो बाघ देख्नु होला एकपल्ट देशभरिको बाघको मूर्ति बिग्रिहाल्छ एक घन्टी यतिखेर हामी कर्णालीको प्रसिद्ध धार्मिक स्थल डिक्रे साई कुमारी माईको मन्दिरमा छौँ पछाडि देखिएको दृश्य चाहिँ डिक्रे साई मेला यहाँ डिक्रे साई मेला भनेर चाहिँ एकदम फेमस ठाउँ हो कि आज यो मन्दिरको हामी दर्शन गर्न आएका छौँ दर्शन गर्ने क्रममा चाहिँ नै यो मन्दिर हो हाम्रो जुत्ता निकाल्नु पर्छ है सर
छटाछट यो नदीले फुटाउने ठाउँ हो है सर कस्तो मजा आएर एकछिन हामी यो माथि बिहे गर्ने मण्डप हो है सर यो त्यस पछाडि यहाँ चाहिँ यहाँ बिहे गऱ्यो भने छोरा जन्मिन्छ भन्छन् सर फर्स्ट सन्तान चाहिँ छोरा हुन्छ भन्छन् है बिहे मण्डप यहाँ पवित्र धार्मिक स्थलमा हरेक ठाउँमा मन्दिरमा बिहे मण्डप नै हुन्छ कि बिहे गर्दाखेरि कल्याण हुन्छ यता घुमेर आउनु हजुर कुदियाबाट जाउँ हेर्नु हेर्नु अगाडि सरासरी हेर्नुहोस् यिनीहरू सब भ्यालु एडेड हुने यो चाहिँ यो साई खप्तर बाबाको यहाँ चाहिँ यिनी सब भ्यालु एडेड छन् यो चाहिँ हाम्रो शिवलिङ्ग स्थापना गरेका ठाउँ रहेछन् स्थापना गरेर सिधा सिधा माथि हेर्नुहोस् मात्र झन्डा हो सिद्ध ध्वजा पर्गलो मात्र चढ्दो रहेछ कि सत्य सिद्धको थान त्यो सिद्धको थान हो त्यो त कति घुम्नु पर्यो 3 पटक अथवा 7 पटक भन्छन् घुम्नुहोस् 3 पटक सिद्ध बाबा भगवान् भोलेनाथ है परमेश्वरी मनको इच्छा पुरा गरौँ हामी तपाईँको शरणमा छौँ यो देशमा शान्ति फैलियोस् मन्दिरको सबभन्दा टपमा छु हामी यतिखेर यहाँ पनि केही न केही पक्कै बन्ने हो यतापट्टि सिमृतको बजार ओ त्यो के को बजार हो त्यो त्यही हो सिमृत बजार भनेको ओहो त्यही हो त्यो दाङ जाने बाटो त्यही हो त्यही हो खोलै खोलै जानुपर्छ रहेछ त्यहाँबाट उकालो लाग्ने जस आज पवित्र धार्मिक स्थल घुमियो साथीहरू अब यहाँ भएका दृश्यहरू तपाईँले देखिहाल्नु भयो अरे रुकुम पश्चिम आयो भने यो रुकुम पश्चिम खलङ्गाबाट 6-7 किलोमिटर माथि डाँडामा छ लेकतिर त्यहाँ आएर तपाईँले मजाले भिजिट गर्न सक्नुहुन्छ शक्तिपीठहरू भिजिट गर्नुपर्छ यहाँनिर चाहिँ कस्तो घामै नलाग्ने ठाउँ रहेछ कि कस्तो म त किन हँदाएर देख्छु भने चस्माले हो चस्मा हँदाएर भएपछि त्यही राधाकृष्णको मन्दिर जय कन्हैया राधाकृष्ण मन्दिर यी माता हुन् होइन यी जो पनि माता हुन् ठ्याक्कै हेर्दा मान्छे जस्तो देख्नुहुन्छ हामी फेरि यही मूल मन्दिरमा पुग्यौँ डाङ्गीजी पनि हुनुहुन्छ नि हामी स्टाफ बढेको छौँ हजुर सरलाई चाहिँ ल अब हामीले दर्शन सर्शन लगायत सबै कुराहरू गरेर मातालाई भेटघाट पनि गऱ्यौँ मन्दिरको गरिसके पछाडि अब हामी दुईजना चाहिँ अब यहाँ पानी पर्छ भनेको थियो नि साथीहरू हेर्नुहोस् कुहिरो लागिसक्यो पारिपट्टि कुहिरो आइसक्यो हामी लेकमा छु अहिले लेकतिर छ दुईजना अब हामीसँग पानी पऱ्यो नो टेन्सन रेनकोट छ छाता छ अब हामी सिधै कहाँ जान्छु खलङ्गा जान्छु लाग्छ अझ हामीलाई 1 घन्टा जति हिँड्नलाई ओके साथीहरू सी यू इन नेक्स्ट भिडियो आजको ब्लग कस्तो लाग्यो मन पर्यो आज हामीले दर्शन गरेको चाहिँ कर्णाली प्रदेशकै उत्कृष्ट शक्तिपीठ हो अब अर्को भिडियोमा भेटौँला ओके अल अफ यू बाई 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 कुहिरोले ढकमक्क ढाक्न थालिसक्यो यार